यो घाममा कति उफ्रेका हुन् ए केटाकेटी राम 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 ए ज्योति राम यो घाममा यो केटाकेटी कति उफ्रेका हो यो तरिका त भएन यसरी त बरु ट्युसन हाल्दु बेलुका बेलुका ल म त्यहाँ बुझ्छु नि त ल ल बुझ को हुनुहुन्छ त्यहाँ यहाँ हुनुहुन्छ एकजना म्याडम ल ल बुझिहाल अलि गरेर बुझिहाल ल ल ज्योति बाहिरको म्याम आए जस्तो लागेर त ए नमस्ते म्याम नमस्ते म्याम पहिलो दिन अब राम्रोसँग पढ्नुपर्छ ल एबिसिडी पढ्नुहोस् तपाईँ यहाँ लेख्नु ल एबिसिडी खै तपाईँ यो म्याथको यो सल्भ गर्नु त राम्रोसँग तपाईँ 2 आन्सर लेख्नुहोस् यसमा अनि मलाई देखाउनु है आजको क्लास सक्यो अब आजको पढाइ कस्तो लाग्यो तपाईँहरूलाई राम्रो हेलो ल हेलो म्याम आफ्नो किताब कपी निकाल्नु ल तपाईले त्यो मलाई याद गरेर सुनाउनु है लेखेर तपाईले आकार लाइन शब्दहरू लेख्नु अनि आर्नवले फोवान्जाको लेखेर मलाई देखाउने है सबै लेख्ने मलाई देखाउने राम्रोसँग बाई 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 म्याम त टिकटक बनाउँछ हाम्रो नाच्नु म्याम गऱ्यो केटाकेटी तिमी किन उफ्रेको त्यो पढ्नु पर्छ किन उफ्रेको म्यामले कस्तो पढाउनु बेटा म्याम त पढाउने भन्दा म्याम त नाच्नु मात्रै हुन्छ टिकटकमा कमरिया गर्दै अनि पढाउनु काहीँ नाच्नु हुन्छ त हाम्रो प्रोफेसनल डान्सरै जस्तो हुन्छ सोध्दै नाच्नुहुन्छ पढ्न दिनुहुन्न पढ्नमा ध्यान दिनुहुन्न हामीलाई ल ज्योति आएर त अलि म्यामले ट्युसन पढाउनु भन्दा पनि टिकटक हेर्नुहुन्छ टिकटक बनाउनुहुन्छ प्रोफेसनल डान्सरहरू के हो भन्दै थियो हौ त्यही त खै अब ट्युसनबाट पनि पार लाग्ला जस्तो छैन हौ अब यिनीहरूलाई अब ट्युसनको भर पर्नुभन्दा बरु आफ्ना छोराछोरी अब आफैले समय दिनुपर्छ बुढो मान्छे अब हामीले नै अब मैले हजुरले अब समय दिएर यिनीहरूलाई घन्टेलाई गर्नुपर्छ अनि मात्रै हुन्छ नि आफ्ना छोराछोरी अरूलाई जिम्मा दिएर हुँदैन मैले त आदि रियलाइज गरेको आफै गर्नुपर्छ तपाईँहरू पनि आफ्ना छोराछोरीलाई आफैले समय दिनुपर्ने रहेछ आफैले 1 घन्टा मात्र भए पनि समय दिनु होला यो अरू ट्युसनहरू केहीको भर नहुने रहेछ आफैले समय दिनुपर्ने रहेछ आफ्ना केटाकेटीलाई